ओके आज तपाईँहरूलाई के हो थाहा छँदैछ होला आज हो सरस्वती पूजा सो सबैलाई ह्याप्पी सरस्वती पूजा र आज चाहिँ हामी अब चाहिँ जान आँटेको हामी सरस्वती पूजा सेलिब्रेसनको लागि स्कुलमा सो गाइस आज जाँदैछौँ हामी सरस्वती पूजा स्कुलमा दिदीहरू चाहिँ अगाडि गइसक्नुभयो अब चाहिँ हामी यहाँ दिदीहरूसँग जानलाई यो घर हामी जाँदैछौँ त्यही पछाडि अब दिदीहरूलाई लिएर अनि चाहिँ हामी स्कुल जान्छौँ यही घर हेर्न सक्नुहुन्छ यहाँ चाहिँ यिनीहरू चाहिँ अझै पनि ठिक परिसकेकै छैनन् यो हेलो बुन्नु सिद्धान्त भाइ चाहिँ ठिक पारि आइसकेको छ ओ तिमीहरू कति बेला लाग्छ ठिक गर्नलाई छिट् ठिक गर्नु पर्दैन यो हो क्या यो धेरै नक्कल पार्छ त्यही भएर अहिलेसम्म पनि ठिक परिसकेकै छैन अब चाहिँ हामी त ठिक परिसकेपछि डाइरेक्ट जाने स्कुल हामी सबैजना ठिक पऱ्यो अब जान आँटिसकेको सबैजना अब त्यो हुन्छ उहाँ ऊ अघि गइसक्यो ऊ चाहिँ अब हामी पनि जाने घाम उहाँ 7 बजे बोलाउनु भएको यहाँ 8 बजिसक्यो यी सो गाइस हामी रेडी भइसक्यौँ हामी हिँडिसक्यौँ हामी चाहिँ अगाडि हिटलर मामा कहाँ हुनुहुन्छ हिटलर मामा कहाँ हुनुहुन्छ हिटलर दाइ कहाँ मेरो दाइ हेर्नु मामा हिटलर दाइ कहाँ छ हिटलर कहाँ छ भनेर तपाईँलाई देखाउनै छौँ हिटलर कहाँ छ क्या तपाईँले अहिलेसम्म देख्नुभएको छ हिटलर हेर्नु पछाडि कोही छैन यता विनोद हो अगाडि पनि कोही छैन क्या अगाडि पनि कस्टम अगाडि पनि कोही छैन हिटलर म तपाईँलाई देखाउने छु ठिकै होइन विनोद किन देखाउनु पर्छ देखाउनै पर्छ क्या गाइस सरस्वती पूजा हेर्न सक्नुहुन्छ बाटैभरि मान्छे नै मान्छे छन् अनि हामी जाँदैछौँ कहाँ स्कुल सो गाइस मेरो स्कुल चाहिँ अर्कै हो होइन बिरादरको स्कुल अर्कै हो होइन त्यही पनि हामी जाँदैछौँ डिभाइन लाइट पहिला सुरुमा जुन स्कुल पनि एउटै स्कुल हुन्छ भगवान् सबको हुन्छ होइन एउटै भगवान् हुन् जहाँ पूजा गरे पनि र सुरुमा म डिभाइनमा गर्छु किनकि सजिलो हुन्छ नि त चलो आइसक्नुभयो यहाँ एक ग्रुप अर्को ग्रुप कहाँ छ खोइ पछाडि आउने बाँकी छ त्यो घरबाट भित्र छिर्नुपर्छ छुट्टेको ग्रुप कहाँ हुनुहुन्थ्यो दिदी पछाडि फाइनली हाम्रो स्कुल आइसकेको छ हाम्रो स्कुल चाहिँ यही हो डिभाइन लाइट एकाडेमी अब तपाईँलाई हामी भित्र छिरेर के कस्तो छ हामी देखाउने नै छौँ कस्तो कस्तो डेकोरेसनहरू अनि त्यो पछाडि हामी मामाको स्कुल जान्छौँ होइन सुरुमा चाहिँ हाम्रो स्कुल जाऊँ फाइनली हामी स्कुलभित्र इन्टर गरिसकेको छौँ हाम्रो स्कुल चाहिँ यस्तै रहेको छ सुमनको बिहेमा गुड मर्निङ सर पूजा गर्न चाहिँ धेरै लाइन रहेन रहेछ हामी ढिलो आयौँ ठिकै छ अब हामी पूजा गरौँ
माथि खान जाँदैछु यहाँ अनुज भाइले हामीलाई दिन चढेको दिँदैन कति दिने मामाजी छ हुनुहुन्छ ए यो त बिहेको यो मान्छे पो हो रियल हजुर यता तिम्रो क्लास हो यो 7 क्लास हो रामरी 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 चाहियो सर्भ हाम्रो वेटर भाइ वेटर वेटर खान जन्मेकाहरू हौ खाऊ खाएर तल जान आँटेको खाएर तल जान भिड अहिले हामी खाएर तल जान्छौँ अनि त्यो पछाडि मामाहरूको स्कुल जान्छौँ जम 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 के छ भान्जा कति खायौ कति खायौ यति खायौ यति कति खायौ कति खायौ कति खायो खाली पेटमा होइन म धेर खाँदिनँ नि त सो दिदी पनि फोटो खिच्दै मेमहरूसँग ल हामी हिँडिस मेरो कहाँ गएको भन त मेरो हामी कहाँ गएको भन त अब चाहिँ हामी कहाँ गएको भनिदेऊ न अब चाहिँ हामी अर्को स्कुल जाने हामी चाहिँ हिँडिसक्यौँ हाम्रो साइकल चाहिँ पुरै लडिरहेको छ हौ अब हिटलर मामा कहाँ छ तब यो जिज्ञासा पुरा गर्छु ए त्यो चाहिँ कहाँ छ भने नि होइन गाइस त्यो चाहिँ हाम्रो स्कुल छ नि हाम्रो स्कुल चिनिन्छ नि हाम्रो स्कुलमा काम गरिरहेछ भन्नाले यताउति त्यो 4 बजे गएको छ 4 कि 3 बजे 3 बजे गएको छैन विनोद राति 3 बजे गएको बिहान उठ्ने बित्तिकै कस्तो छिटो नुहाइदिएको पनि क्या हो कि विनोद नुहाइदिएको है बिहानै सो गाइस हुन्छ कि मेरो स्कुल चाहिँ मस्त हेर्न सक्नुहुन्छ कहाँ हाम्रो जडिला स्कुल तपाईँ म फुल भिडियो चाहिँ हेर्न सक्दिनँ आपा आउनु भयो आउनु होला हाम्रो स्कुलमा राम्रो छ डिमान्डमा आउँदा पनि हुन्छ सानो छोरे होइन मजा पर्नलाई होइन त्यस्तो भिड हाम्रो स्कुलमा त तर भिड हुन्छ होइन अति भिड क्या पढ्न बुझिँदैन तर पढाइ चाहिँ राम्रो हुन्छ फेरि जहाँ पनि पढाइ उस्तै हो होइन आउनु सक्नुहुन्छ तपाईँ डिमान्ड यहाँ छ है यो स्कुलको डिमान्ड नहल्लाउ न यार डिमान्ड यो हो नि अनि हामी चाहिँ अब हामी जडिजा जाँदैछौँ यो बाटो जान्छ जडिजा यो डिमान्ड हो भने उहाँ हो त्यो भिड हेर्न सक्नुहुन्छ गाइस फ्युचर स्कुल हामी यस्तै स्कुल त छैन तर सेम बिल्डिङ यस्तै छ यस्तो यो गाडी यस्तै गाडी यहाँ छ नि यो गाडी यो पनि ठिक छ यो पनि गेट पनि ठिक छ गेट हेर्नु है त सेम आम्मामा सकिन्छ त यहाँ सकिँदैन यता जाउँ न यता जाने त्यो उयो भएर साह्रो भिड बोया विनोद के हो हामीले दर्जामा पनि कसैले लियोरी घर जाँदैछौँ को हो हामी चिन्ने हाम्रो फ्यानहरू बक्खु अरे सो गाइस पूजा गरिसक्यो हामी हिँडिसक्यौँ घरतिर हो कि विनोद यस नो यस भन न हामी स्कुल हेर्नु आम्मा सबैले यो हाल्दा भाइरल भएको थियो स्कुल हामीले पनि भाइरल पारिदिनु हो कि विनोद यो स्कुल जसले पनि हाल्छ हाम्रो भाइरल हुन्छ हुँदैन अनि हाम्रो पनि भाइरल चाहियो कि चाहिएन अझै मान्छेहरू आएकै छन् हौ त्यो कति थियो होला क्या गाई तपाईँ भन्नुहुन्छ नि स्टिल लाग्दैन यहाँ रोक न यहाँ सो हामी दोकानमा चाहिँ जानुपर्ने छ यहाँ दोकानमा होइन
रुक्कु न रुक्कु दोकानमा काम गरिसकेपछि घर जाने यो गाइस यो दोकानमा सो गाइज फाइनली हामी घर आइपुगिसकेको छौँ हामीले कसरी सरस्वती पूजा मनायौँ के कस्तो गऱ्यौँ हाम्रो चाहिँ सरस्वती पूजा यस्तै रह्यो तपाईँहरूको के कस्तो भयो कमेन्टमा भन्नु होला अनि तपाईँहरू होइन कहाँ बस्नुहुन्छ त्यो पनि कमेन्ट गर्नु होला कहाँबाट हामी भिडियो लिन्छ अनि मन पऱ्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब सब गरिदिनु होला हस् थ्याङ्क यू